छोरो के छ रातो बनाउँछ त बाबाको के रातो भयो भने आँखा ए लड्ला ठिक छ अहिले यताबाट यता जाउँ न ब्रो यताबाट जाउँ त ल यहाँ बस्नुहोस् यहाँ ल ओहो हो 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 ओहो अर्को आयो है अर्को आयो हामी गयौँ है मोबाइल जाला तल मैले विपिन भाइ त्यो जाने फोटो नखिचेन किन त्यही माथि नखिचे मेरो पनि नेपाली नेपाली म नेपाली हो भन्नु पर्छ नि त अहिले रोकेर ल्याउनु पर्छ बत्ती गयो भने बिचमा अड्की जाने रहेछ टाइमले गर्दाखेरि 3 बजे तर होइन मैले चाहिँ के मैले जान्थेँ नि आज चाहिँ के गर्नु लकी रहेछ चन्द्रगिरीमा पनि त्यस्तै भएको थियो जेरो ग्राभिटी वी आर स्टिल तिम्रो त्यही साल के त रुइन्छ भइहाल्छ नि फोन गरिहाल्छ नि यार कोही छ भने भनिदिनु भनिदिरहेको सोचे थियो अड्केपछि डर लाग्छ होला भन्ने भन्ने थियो क्या डर लागेन त्यो एउटा त्यो सामान बोक्नेमा अर्को मान्छे खाली गइगयो एउटा माथि गयो
समात्ने होइन हजुरलाई राई जस्तो छ क्रस भएपछि हवाई खुल्ला छ नि तिर पनि सानो भूकम्पको घरहरू बन्न रहेछ लास्ट ठाडो है त्यो चन्द्रगिरीमा के छ भन्दा त्यो रुखहरू छ नि त त्यो भएर खासै डर लाग्दैन नि त यहाँ कस्तो नाङ्गो छ नि उयो उकालोको बाटो चाहिँ दामी बनाएको है गेटदेखि तल त्यो टर्निङतिर है ए हो ल भयो ल त्यसो ल हामी पुग्यो है पानी दिएर त स्विमिङ गर्नु जस्तो भइसक्यो तर अलिक फोहोर छ है फोहोर छ पुरा धमिलो छ अब आइपुग्यो अब पानी पऱ्यो मौसम हुन्छ नि फेरि एक दुई महिना सघाउँछ नि सक्यो अब 1550 सक्यो शुद्ध लाग्दैन है पैसा कति बढायो सर ओढ्ला ल छोरो यता हेर यता हेर्नुहोस्